परमेश्वरको नाउँमा सबैलाई जय मसीह। आज किनकि आज म जस्तो एउटा परमेश्वरले म जस्तो एउटा व्यक्तिलाई चुन्नु भएको छ र तपाईँको सामनामा आएको छु। किनकि आज हामीले परमेश्वरलाई पुकार्नेहरू धेरै छौँ, तर पुकारे तापनि आत्मालाई खोज्नेहरू थोरै छौँ। र पनि आज मेरो घटनाहरू म थोरै समय लिएर आएको छु। आज जुन दिन मैले परमेश्वरलाई चिनेको थिइनँ र जुन दिन मैले परमेश्वरलाई पुकारेको थिइनँ, तर मैले हरेक कष्ट हरेक हालतमा मैले परिवारहरू सबै गुमाएको थिएँ। तर आज मैले परमेश्वरबाट मेरो परिवारहरू पाएको छु। र पनि मैले जुन दिन साथ पाएको थिइनँ, मलाई परमेश्वरले साथ दिनुभएको थियो। आज किनकि जब हाम्रो परमेश्वर चाहिँ जिउँदो हुनुहुन्छ र संसारलाई प्रेम गर्नुहुन्छ, आज मैले जुन समय चाहिँ आज जुन मेरो छोरा किमाको जुन उहाँको हृदयमा कार्य गर्नुभयो र म उपस्थिति हुन सकेँ र उहाँले उपस्थिति गराउनु भयो, म धन्यवाद चढाउँछु। अनि आउने म छोटो प्रार्थना गर्छु र मैले सुरु गर्छु। सबैले शिर झुकाऊ। धन्यवाद छ पिता, तपाईँ स्वर्ग र पृथ्वीमा रहनुहुने परमेश्वर पिता। आज जुन तपाईँले यो सुन्दर समय दिनुभएको लागि म धन्यवाद चढाउँछु। आज जति पनि तपाईँलाई धन्यवाद दिँदा कमै हुनेछ प्रभु। आज म त यो संसारमा छु पिता, तर तपाईँ परमेश्वरले देख्नु भएको छ। आज मलाई त तपाईँले नयाँ जीवन दिनुभएको छ। तर प्रभु आज यो जुन आज मैले मात्रै होइन प्रभु, आज यो गवाईद्वारा अरूले पनि नयाँ जीवन पाउनुपर्छ। हरेक आत्मा गुमाउनेहरूले प्रभु आज उनीहरूले जीवित हुनुपर्छ। रोग हुनेले चङ्गाई पाउनुपर्छ, अशान्ति हुनेले शान्ति पाउनुपर्छ। आज जति पनि बाबाआमाहरू गुमाएका छन्, आज उनीहरूले परिवार एक हुनुपर्छ प्रभु। आज म तपाईँलाई धन्यवाद चढाउँछु। संसारको आँखा त मैले देख्छु, तर जुन आत्मिक आँखाहरू तपाईँ परमेश्वरले देखाउनुहोस् र यो जीवनमा तपाईँको उपस्थिति भइकन तपाईँ बोल्नु भएको हेर्छु। हालेलुया जिजस। र पवित्र आत्मा म तपाईँको उपस्थिति र अगुवाईद्वारा, किनकि परमेश्वर पिता जुन गवाई बोल्न चाहनेछु, जुन तपाईँको कोठा जिब्रो भएर तपाईँले प्रकार गर्नुहोस् र अनि पिता यो पापीको आवाज तपाईँको स्वर्गको ढोकाकोले स्वीकार गर्नुभएको होस्। पिता म तपाईँलाई धन्यवाद दिँदै अनि यो जुन पिता आज यो गवाईहरू सुरुदेखि अन्तिमसम्म म तपाईँको हातमा राख्दै अनि यो बिन्ती र प्रार्थना चढाउँछु पवित्र येशू ख्रीष्टको नाममा माग्दछु। अनि आज हामीले चाहिँ जब जुन परमेश्वरलाई चाहिँ हामीले शरीरबाट पुकार्छौँ र जुन हामीले उहाँको नाम लिनेछौँ, तर हामीले संसारको शैतानको काम गरेका छौँ। आज किनकि हामी विश्वासी भएर पनि आज हामी विश्वासीहरू जस्तो छैनौँ र हामीले परमेश्वरलाई हामीले रोइरहेका छौँ। हामीले संसारको मानिसहरूलाई देखाउने गरेका छौँ। आज दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूले शरीरको लागि माया नगर्नुहोस्, तपाईँहरूको आत्माको लागि तपाईँले प्रेम गर्नुहोस्। किनकि आज वचनमा लेखेको छ, मत्ती 4:7 वचनमा लेखेको छ, आज तिमीहरूले मागा तिमीहरूलाई म दिनेछु र खोज भेटाउनेछौ, गजगज उगारिनेछ भन्नुभएको छ। जब हामी माग्छौँ, किनकि हामी धन र दौलतको लागि र हामी शरीरको जुन आनन्दको लागि माग्छौँ, तर हामी आत्माको लागि कहिले पनि खोज्दैनौँ। हामी जति पनि मान्छे सङ्गति फेलासिपका दाजुभाइ दिदीबहिनीहरू छ, आज जुन हालतमा मलाई देख्नु भएको थियो, फेरि आज म त्यही हालतमा यो मण्डलीमा आएर खडा भएको छु। आज मैले चाहिँ जुन यो आउनुभन्दा 10 साल अगाडि मैले यो गवाई लिएर गएको थिएँ, तर 10 साल पछाडि म मृत्युको मुखबाट लड्दै फेरि यो मण्डलीमा खडा भएको छु। जब मेरो दिदीले मृत्युको मुखमा पुगेर उसले बलिदान दिएर मलाई यहाँ खडा बनाएको छ। आज तपाईँहरूको निम्ति आज मेरो दिदी हाँसी हाँसी उसले प्राण र ज्यान दिएको छ। किन उसको आत्मा
ढुङ्गाको राज्यमा पुगिसकेको छ। त्यही भएर आज तपाईहरुले चाहिँ आज म जस्तो एउटा दुनियाँले थुकेको एउटा आइमै म तपाईहरुको सामने खडा भएको छु। आज कतिले बाबुआमा गुमाएको छ, आज कतिले दाजुभाइहरू गुमाएको छ, आज कतिले चाहिँ छर छिमेकीहरूलाई गुमाएको छ। आज त्यसको निम्ति तपाईहरु परमेश्वरको सामने जानुहोस्, किनकि उहाँले भन्नुभएको छ, हे छोराछोरीयो मेरो सामने आऊ, मेरो नाममा घोडा टेका र मलाई पुकार, तर तिमीहरूको पुकाराको उत्तर मैले दिनेछु भन्नुभएको छ। आज तपाईहरुले चाहिँ जुन संसारमा अलिकति कष्ट भए तापनि किनकि तपाईहरु चाहिँ पछि हट्नुहुन्छ, आज मलाई केही दिन परमेश्वरले भनेर परमेश्वरलाई दोष दिनुहुन्छ, किनकि उहाँले चाहिँ धन दौलत होइन, उहाँले आशिष दिनुहुन्छ, प्रेम दिनुहुन्छ, कहिले पनि नमेटिने स्वर्ग र नर्कमा, किनकि हामी संसारमा रहन्छौँ र पिताको प्रेम चाहिँ कहिले पनि मेटिने छैन। यो संसार चलेर जाला तर परमेश्वरको वचन र प्रेम कहिले पनि चल्ने छैन। किनकि आज तपाईहरुले बुझ्नुहुन्न, आज किनकि तपाईहरुको चाहिँ धेरै शङ्का लोभ लालचले गर्दाखेरिमा चाहिँ आज जुन तपाईहरु चाहिँ परमेश्वरको हामीले महिमा दिनुपर्नेका छौं, आज त्यो महिमा तपाईहरुले दिन सक्नु भएको छैन। आज किनकि पुरुष र स्त्रीहरू आज हामी चाहिँ जब जुन परमेश्वरको प्रेमको नजिकमा जान्छौं तर हामीले कस्तो हुन्छौं, व्यभिचार हामी नजरले हेरिसकेका हुन्छौं, किनकि आज यो परमेश्वरमा त्यो आज त्यो नजरै छैन। आज तिमीहरूले व्यभिचार गर्नु पर्दैन, तर तिमीहरूको शङ्का लोभ र लालच र सोचाइ चाहिँ तिमीहरूको व्यभिचार र ठुलो पाप हुनेछ भन्नुभएको छ। साथीहो, आज जुन ठाउँबाट म लड्दै गएँ, आज जुन ठाउँबाट मेरो नेपालमा म पुगेँ मेरो बाबुआमा दाजुभाइ दिदीबहिनीहरूको लागि, तर मैले आज मेरो बाबा आमाहरू गुमाएको छु। जब तिमीहरूले चाहिँ जुन पछि पछुताउनु भन्दा पहिले नै पछुताएर परमेश्वरको नजिक आऊ, संसार हाम्रो केही पनि छैन। तर जुन नेपालमा म गएको थिएँ, जब म ठुलो परीक्षामा परेँ, मैले परमेश्वरलाई परीक्षा दिएँ, प्रभु आज मलाई किन लानु भएन, तर यो भर्खर जन्मेको बालकलाई किन लानु भयो भनेर म परमेश्वरमा धेरै रुएँ, धेरै कराएँ, तर परमेश्वरले चाहिँ मेरो साथ कहिले छोड्नु भएन। आज त्यसबाट पनि मलाई विजय बनाउनु भयो, किनकि मलाई थुक्नेहरू धेरै छन्, त्यो मलाई थुकेन र मलाई आजको जस्तो गाली दिनेहरू धेरै छन्। आज जुन मलाई जेलमा लानेसम्म म अवस्थामा पुगेको थिएँ, यहाँबाट त म जेलमा बसेर गएँ र अर्काको पिटाइ खाएर म उठेँ, तर नेपालमा पनि म जेलमा पुग्ने सम्भवसम्म म पुगेको थिएँ। तर परमेश्वरले मलाई किनकि त्यो मानिसहरूको हृदयमा उहाँले कार्य गर्नुभयो, मेरो प्रार्थना उहाँले सुन्नुभयो अनि त्यो जग्गामा म लड्न सकेँ। किनकि जब म रुँदै कराउँदै थिएँ, आज मैले मेरो लागि होइन, मेरो परिवार, मेरो छिमेकी र मेरो दाजुभाइको निम्ति परमेश्वरलाई मैले पुकार्थेँ। आज मैले मात्रै जीवन पाएर हुँदैन, तर अरूले जीवन पाउनुपर्छ प्रभु। आज किनकि मैले जुन तपाईँको गवाई र वचन त पढ्न म चाहदिनँ, तर जहाँ म जानेछु त्यहाँ तपाईँ खडा हुनुहुनेछ, त्यो लड्ने मलाई शक्ति दिनुहुनेछ भनेर आज म धेरै घुमेँ नेपालमा गएर। अनि मैले जुन मण्डली मागे मण्डली पनि मैले पाएको छु, तर जुन मण्डलीमा आज आत्माको उपस्थिति छैन र जुन मण्डलीमा परमेश्वरको चाहिँ आज मलाई सभा छैन, धन्यवाद छैन, त्यो मण्डली केही पनि होइन। मण्डली चाहिँ हामी हो। जुन हामी मण्डली चाहिँ उहाँको मण्डली होइनौँ भने आज यो संसारको मण्डली केही पनि होइन। आज जुन ठाउँमा चाहिँ आज जुन हरेक 7 वर्षको नानी लड्दाखेरि मर्दा पनि आज तैँले जिउँदो बनाउने धर्म ल्याएकी थिइस्, यो जिउँदो बना भनेर मेरो लास काखमा आयो। त्यतिखेर मैले परमेश्वरलाई धेरै परीक्षा दिएँ, म रोएँ। आज प्रभु, म दुनियाँमा त जिउन चाहन्थे, तर मलाई किन जिउँदो राख्नुभयो भनेर। अनि त्यो लास लगेर मैले संस्कारेँ। मेरो साथमा कोही भएन, उसको बाबा आमा भन्दा। अनि मैले जब त्यो लास संस्कारेर मण्डलीले पनि मलाई साथ दिएन, जब मेरो परमेश्वर मेरो साथमा हुनुहुन्छ, तर म हरेक
लडाइँमा लड्न तयार छु भने। अनि जब मैले उसको बाबा आमालाई लगेर जब 3 दिनमा मैले परमेश्वरलाई धन्यवाद दिएर उसको आत्मा अर्पण गरेर जब म फेरि काममा गएँ अनि आज मैले चाहिँ जुन मलाई त्यतिखेरको समयमा आज मेरो छिमेकीहरूले भन्थे आज फलानीलाई यो रन्डीलाई चाहिँ मैले कुटेर बाँध्नुपर्छ र थुक्नुपर्छ भनेर जुन शब्दहरू आयो, तर मैले परमेश्वरलाई धन्यवाद दिएँ, प्रभु तपाईमा म भन्न तयार छु, जे इच्छा छ त्यो तपाईको पुरा होस् भने। जब मैले त्यो सामुन्ने मैले त्यो जवाब सुनिन साथी हो आज, किनकि तपाईले आफ्नो घर परिवारको लागि मात्रै होइन, आज छिमेकीको लागि मात्रै होइन, छिमेकीहरूको नि बाँच्नुपर्छ, तर बाहिरको लागि पनि हामीले धेरै प्रार्थना, किनकि हामी सायद आज जुन ठाउँमा मेरो दिदी त्यो ठाउँमा पुग्ने सायद म लागेको त छैन होला, र पनि आज तपाईले पनि त्यो बाटो खोज्नुहोस् कि अरूहरूको आत्मा बाँचोस्, अरूहरूले शान्ति पाउन, अरूले प्रेम गरून्। आज तपाईको एउटै आत्मा एउटै शरीर भएर जिउनुपर्छ आज, किनकि त्यो ठाउँमा त्यसै गरी लड्दा पनि अहिले जब चाहिँ लगभग 50 जनाको आज विश्वासी उनीहरू शरीरमा आएका छन्, तर आत्मामा थोरै छन्, किनकि परमेश्वरले सहायता गर्नुहुन्छ। त्यो मण्डली अझै पनि वृद्धि हुँदै जानेछ भनेर म आशा गर्दछु। अनि फेरि पनि आज तपाईहरुले चाहिँ जुन ठाउँमा मैले ती 3 जग्गामा गएर म एउटा आइमाईले चाहिँ मलाई थाहा छैन उहाँले मलाई किन चुन्नु भयो, म एउटा हरामी थिएँ, एउटा नराम्रो मान्छे थियो होला, तर उहाँले मलाई राम्रो बनाएर जीवन दिनुभयो। र पनि आज मैले मात्र होइन, आज दिदी बहिनीहरू दाजुभाइहरू तपाईले जीवन पाउनुपर्छ। आज तपाईहरुको शरीरलाई माया नगर्नुहोस्, हाम्रो शरीर माटाको एक दिन माटामा मिलेर जानेछ, यो आत्मा हामीले बाँच्नुपर्छ, हामीले चाहिँ उहाँको महिमा दिनुपर्छ। आज नरकले कुरिरहेको छ, त्यो नरकमा होइन, हामी धन्किरहेको आगोमा बस्न सक्दैनौँ, किनकि हामीलाई थोरै रोग लाग्दा पनि थोरै बोल्दा पनि हामीलाई कहिले निको हुँदैन, तर हामी जुनी जुनी गरी कसरी सहन सक्छौँ। र त्यही भएर आज तपाईले जब हामीलाई मुक्ति र शान्ति दिने प्रभु येशू ख्रीष्टमाथि तपाईले विश्वास गर्नुहोस्, उहाँले जीवन दिनुहुन्छ, उहाँले शान्ति दिनुहुन्छ, उहाँले आनन्द दिनुहुन्छ, उहाँले प्रेम गर्नुहुन्छ, किनकि उहाँले जुनी जुनी गरी आज त उहाँ त हाम्रो बाबा हुनुहुन्छ। जब मैले जन्म दिने बाबा आमा त गुमाएँ, तर मलाई जीवन दिने बाबालाई मैले गुमाएको छुइनँ, किनकि उहाँ मेरो साथमा हुनुहुन्छ। मलाई कहिले पनि उहाँले छोड्नुहुन्न, कहिले पनि त्याग्नुहुन्न। आज उहाँले नै भन्नुभएको छ, जसले मेरो क्रुसको पछि लाग्छ तर त्यसलाई चाहिँ संसारले घिनाउनेछन् भन्नुहुन्थ्यो। साँच्चै म परमेश्वरमा छु भनेर मलाई विश्वास छ कि आज संसारले मलाई कसैले पनि प्रेम गर्दैन, सिर्फ येशू ख्रीष्ट बाहेक आज यो दुनियाँमा हाम्रो कोही पनि छैन। त्यही भएर दाजुभाइ दिदीबहिनीहरू तपाईहरुले चाहिँ जुन तपाईहरुको घर परिवारमा रोग छ, बिमार छ, अशान्तिहरू छ, किनकि शान्ति दिने परमेश्वर मात्रै हुनुहुन्छ, एउटा येशू ख्रीष्ट मात्रै हुनुहुन्छ। आज किनकि मलाई जसले खोज्छ उसले चाहिँ मुक्ति पाउँछ, शान्ति र आनन्दको जीवन पाउँछ, जुनीभरि नमर्ने, किनकि आज जुनीभरि तिर्खा नलाग्ने पानी उहाँले दिनुहुन्छ। आज तपाईहरुले चाहिँ जति पनि आज मैले यो गवाईहरू बोलेको छु, तर मैले कुरा त भनेको छैन होला, र पनि आज तपाईहरुले चाहिँ जुन पर्नेहरू या जति पनि छन्, आज जुन परमेश्वरलाई विश्वास गर्नेहरू हामी धेरै कमजोर छौँ। आज हामी हप्ता दिनमा एक दिन मण्डली जान्छौँ र अनि उहाँको संगति र महिमा दिन्छौँ, हामी 1-1.5 घण्टा, त्यहाँबाट बाहिर जान्छौँ हामी बदलिएका हुन्छौँ, किन हामी जस्तो संसारमा थियौँ हामी त्यस्तै रहनेछौँ। तर होइन साथी हो, आज तपाईहरुले चाहिँ जब परमेश्वरको महिमा चाहिँ हर दिन हर समयमा हामी मानिसहरूलाई चाहिँ शैतानले मौका दिन्छ कि आज यसलाई कसरी कमजोर बनाऊ र यसलाई कसरी लडाऊ र यसलाई कसरी गिराऊ, यसलाई कुन जराबाट पक्री भनेर चाहिँ शैतानले धेरै मौका दिएको हुन्छ। किनकि येशू ख्रीष्टको सामुन्ने जान्छ, तेरो विश्वासी जनहरूलाई मेरो कब्जामा ल्याउँछु भनेको हुन्छ। साथी हो, आज हामीले त्यो बुझ्नमा हामी कमजोर हुन्छौँ, किन हामीलाई यो कष्ट आउँदैछ, किन हामीलाई दुःख आउँदैछ हामी भन्छौँ, तर होइन, शैतानले चाहिँ हामीलाई लडाउन
गिराउनको लागि, हाम्रो आत्मालाई कमजोर बनाउन उसको शैतानको नराखुट्टाको खाडल भर्नको लागि हो। आज किनकि हामी कमजोर नहौं, शैतानलाई मौका नदिऊ, किनकि दियावल यो संसारबाट हारिसकेको छ। आज यो जति पनि रोग आइरहेको छ, यो एउटा चेतावनी हो जुन बाइबलको वचनमा लेखिरहेको छ त्यो पूरा हुनेछ र हुँदैछ र भइरहेको छ। आउने दिन आउने समय पनि यो भन्दा पनि धेरै हाम्रो यो संसारमा क्रोध खनिन्छ। जसले उहाँमाथि विश्वास गर्छ त्यसले हरेकबाट छुटकारा पाउँछ। अब उहाँले भन्नुभएको छ जसले ममाथि विश्वास गर्छ त्यसलाई मरेर मात्र होइन मैले जीवित उठाएर लानेछु भन्नुभएको छ। जो त हामी उहाँमा धैर्य रहन्छौँ र उहाँमा हामी विश्वास गर्छौँ र उहाँमा हामी खुसी रहन्छौँ, एक आपसमा एक दोस्रोलाई प्रेम गर्छौँ, रुएर हिँडेर हामीले हँसाउँछौँ, कष्टमा परेकालाई हामीले चाहिँ किनकि उहाँको गवाईद्वारा हामीले छुटकारा अनि उहाँलाई उत्साह दिन्छौँ र उहाँलाई अँगाल्छौँ भने किनकि परमेश्वरले निश्चय नै हामीलाई छोड्नुहुन्न, कहिले पनि त्याग्नुहुन्न। आज तपाईहरुले बुझ्नुहोस् कि आज यो संसारमा चाहिँ किनकि हाम्रो यो आँखाले गरेको पापहरू छ, यो हाम्रो सोचाइले गरेको पापहरू छ, हाम्रो यो ओठ र जिब्राले बोलेका हरेक पापहरू छ। तर किनकि हामीले के पाप गरेका छौँ भनेको छ, तर थोरै सोचाइमा हाम्रो नराम्रो बोली वचनमा हाम्रो त्यो भन्दा ठुलो पाप केही पनि होइन। किनकि परमेश्वर चाहिँ उहाँ रोइरहनुहुन्छ, मण्डलीको हरेक ढोकामा बसेर उहाँले हेर्नुहुन्छ मेरो छोराछोरीहरूले मेरो महिमा गरेका छन् कि छैन। तर शैतानले चाहिँ तेरो महिमा म गर्न दिन, प्रार्थना गर्न दिन, मैले तेरो छोराछोरीहरूको जीवनमा यस्तो भएन, यस्तो नराम्रो परीक्षा दिन्छु कि तर आज तँलाई चाहिँ इन्कार गर्नेछन् भनेर दियावलले बाधा लिएको हुन्छ। साथी हो त्यो शैतानलाई तिमीहरूले मौका नदेऊ। यसो ख्रीष्टले चाहिँ जस्तो हालतमा पनि उहाँले उठाउनुहुन्छ, किनकि म मृत्युमा गएको मान्छे पनि उहाँले मलाई विजय गराउनु भएको छ। अहिले मेरो हातमा जुन रोग आइरहेको छ यो शैतानले मलाई कमजोर बनाउनको लागि हो। किनकि आज परमेश्वरको सामुन्ने गएर त्यसले तेरो वचन सुनाउने त्यो अल्पलाई चाहिँ म मेरो कब्जामा ल्याउनेछु र तेरो जुन मेरो कब्जामा ल्याएर चाहिँ यसले संसार बाँडिछ कि आज तेरो काम धेरै गरेपछि भनेर यो मलाई परीक्षा दिँदैछ। तर किनकि मेरो शरीर मृत्युमा नपुगेसम्म म परमेश्वरको क्रोस भएर र ममा हात उठाएर ममा रमाएर हिँड्नेछु। मेरो शरीर त साथी हो एक दिन माटामा मिलेर जानेछ, तर जुन मलाई मृत्यु भए तापनि तर मेरो आत्मा स्वर्गको महिमामा हुनेछ। म यसैमा रमाउनेछु किनकि मलाई मर्न डर लाग्दैन। आज साँच्चै म जिउन त यो संसारमा मलाई मन थिएन, तर उहाँको योजना र इच्छा के छ त्यो कुरा भनेको छु। साथी हो आज तिमीहरूले पनि आज जति पनि मान्छेलाई नहेर, मण्डलीलाई नहेर, किनकि आफ्नो आत्मालाई हेर, आफ्नो हृदयलाई हेर, जहाँ चाहिँ उहाँको महिमा हुनेछ, जहाँ परमेश्वरले काम गर्ने हुनेछ, जहाँ कमजोर छ त्यहाँ तिमीहरूले प्रार्थना गर। अनि हरेक दिन हरेक समयमा परमेश्वर चाहिँ तिमीहरूको सामुन्ने हुनुहुन्छ र अनि जस्तो कष्टमा पनि तिमीहरूले पुकारेको यो विश्वमा कति रोएर हिँड्नेहरू छन्, कति बाबाआमाहरू कति सडकमा बस्ने छन्, कतिले बास पाएका छैनन्, कति व्यभिचारमा फसेका छन्, आज कति चोर डाकाहरूमा लडेका छन्, तर उनीहरूलाई थाहा छैन। उनीहरूको निम्ति प्रार्थना गर, किनकि त्यो प्रार्थनाको उत्तर उहाँले दिनुहुन्छ। आज हामी मात्रै बाँचेर, छिमेकी मात्रै बाँचेर, परिवार मात्रै बाँचेर हुँदैन। यो संसार विश्वले सबैले चिन्नुपर्छ हाम्रो साँचो परमेश्वर येशू ख्रीष्टलाई। उनीहरूले स्वीकार, मुक्तिदाता भनेर स्वीकार गर्नुपर्छ। बाटो, सत्य र जीवन म नै हो, मद्वारा मात्रै पिताका भूमि छ भनिन्छ। साँच्चै आज हामी त्यो लायकको छौँ छैनौँ आफैले आफैलाई हेरौँ र हामी कस्तो बोल्दैछौँ, हामी कस्तो खाँदैछौँ, हामी कस्तो लाउँदैछौँ। किनकि आज संसारमा त धेरै छन् सिगार पेटार गर्नेहरू। आज किनकि हाम्रो जुन हाम्रो शरीर त हाम्रो राम्रो हुन्छ, हामी राम्रो कपडा लाउँछौँ, तर हाम्रो भित्र अन्धकारले ढाकिरहेको हुन्छ। यो अन्धकारलाई चाहिँ हामीले किनकि जुन अन्धकारलाई ज्योति दिने येशू ख्रीष्ट मात्रै हुनुहुन्छ, जसले उहाँलाई खोज्छ, किनकि उसको शरीरलाई सिगार पेटार गर्नु पर्दैन। साथी हो अनि आज तिमीहरूले चाहिँ जति कष्टमा छौ, जति दुःखमा छौ, जति अशान्तिमा छौ, मलाई किन परमेश्वरले साथ दिनौ भनेको छ होला, तर होइन, परमेश्वर हाम्रो साथमा हुनुहुन्छ।
शैतानले चाहिँ धेरै जाँच गरिरहेको छ। शैतानले चाहिँ आज यो मौकामा चाहिँ म धेरैजना मेरो कब्जामा लानेछु र मेरो डराकुण्डा बढाउनेछु भनेको छ। त्यो मौका तिमीहरूले नदेऊ। हरेक बाधा र बन्धनहरू चाहिँ परमेश्वरले तोड्नुहुन्छ। उहाँले धेरै सहायता गर्नुहुन्छ र उहाँले चाहिँ हामीलाई चाहिँ जीवन दिनुहुने परमेश्वरले चाहिँ उहाँले चाहिँ कहिले मेरो छोराछोरी आउँछन् भनेर उहाँले हाम्रो निम्ति ढोका खोलिराख्नु भएको छ। त्यो ढोकाभित्र हामी पस्ने कोसिस गरौँ। हामी फरक बाटोमा हामी रमाइलो छ, राम्रो छ, किनकि हामी जस्तो बोल्दा पनि हुन्छ, जस्तो सोध्दा पनि हुन्छ। आज एक आपसमा अर्कोलाई गाली दिँदा नि भयो, एक नजरले चाहिँ अर्कोलाई नराम्रो बेबिचरको नजरले हेर्दा पनि भयो। तर किनकि आज त्यो फरक बाटो छोडेर हामी साँगुरो बाटोमा लागौँ। किनकि जुन नदी हामीले तर्न खोज्छौँ त्यो नदीमा चाहिँ हामी चाहिँ यता र उता हामी बिरिम भने हामी त्यो नदीमा खसेपछि हामी निस्किन सक्दैनौँ। तर त्यो नदीबाट हामी जोग्यौँ, त्यो पुललाई हामीले तरौँ, हामीले पार गरौँ। किनकि हामी जस्तो जमिन त्यस्तै हामी जानेछौँ। तर यो दुनियाँ हाम्रो घर छैन। किनकि जुन दुनियाँमा हाम्रो घर छ त्यो घरलाई हामीले तयर बनाऊ। आज यो मेरो भन्छौँ, आज यो तेरो भन्छौँ, तर मेरो भन्ने यो दुनियाँमा केही पनि छैन। यो शरीर पनि हाम्रो अधिकार छैन। किनकि परमेश्वरले जब चाहनुहुन्छ उहाँले उठाउनुहुन्छ, जब चाहनुहुन्न उहाँको काम सकेको छैन उहाँले उठाउनुहुन्न। किनकि यो शरीरको हाम्रो भरोसा छैन। किनकि हामीले एक आपसमा एक दोस्रोलाई दोष नदिउँ र एक दोस्रोलाई हामीले चाहिँ नजर नलगाऊ र एक दोस्रोलाई हामीले प्रेम गरौँ। किनकि हामी चाहिँ जब यो संसारमा उहाँले बनाउनु भयो छोरा र नारा र नारी, किनकि आज हामी चाहिँ जब जानेछौँ एक आपसमा फेरि यो दुनियाँबाट हामी एक दुलाई बनेर जानेछौँ। हामी यो संसारलाई चाहिँ किनकि हामी पति पत्नीमा पनि उहाँले सृष्टि गर्नुभयो। तर हाम्रो हृदय चाहिँ किन अलग अलग छ कि जब हामी संसारमा हेर्छौँ र हामी नराम्रो नजरले देख्छौँ। त्यही भएर साथी हो, आज त्यो गल्ती नगर। त्यो गल्ती गर्दाखेरिमा चाहिँ हामी जुन नजरले हेर्छौँ त्यो नजरमा चाहिँ शैतानले कमजोर बनाउँछ, परिवार हटाउँछ, परिवार झगडा बनाउँछ, परिवारलाई नराम्रो देखाउँछ। किनकि उसले भाड्न खोजिरहेको छ, उसले छुटाउन खोजिरहेको छ, उसले नराम्रो गर्न खोजिरहेको छ। त्यही भएर तिनीहरूले चाहिँ जति नराम्रो सोचेर आउँछन् धन्यवाद देऊ र त शैतानलाई जग्गा नदेऊ र परमेश्वरमा हात उठाऊ, परमेश्वरमा रमाऊ। किनकि हामी दुई दिनको निम्ति परदेशी भएका छौँ। यो परदेशीबाट हामी एक दिन उठेर जानेछौँ। किनकि मेरो दिदी पनि दुःख देख्दा देख्दा यो परदेशबाट उठेर आनन्दको जीवनको घरमा पुगिसकेको छ। त्यही भएर साथी हो, आज तिमीहरू पनि आज तिमीहरूको लोभ लालच शान्तिहरू छ परमेश्वरमा बिसाऊ। परमेश्वरले भन्नुभएको छ यो बोझले दबिएका मौकामा आऊ, तर तिमीहरूलाई मैले विश्राम दिनेछु। मेरो जुवा उठाउ भन्नुको छ भन्नुभएको छ। उहाँको जुवा हामीले चाहिँ कहाँ डाल्न खोज्दैनौँ, उहाँको जुवालाई हामी उठाउन खोज्दैनौँ। हामी संसारको बोझमै हामी दबिएर बसिरहेका छौँ। त्यही भएर चाहिँ आज तपाईँहरूले पनि जुन बोझलाई चाहिँ आज यो संसारबाट तपाईँले छोड्नुहोस्। किनकि उहाँको बोझ भन्नुको छ उहाँको प्रेम, उहाँको नम्रता, उहाँको आनन्दको जीवनमा तपाईँहरूले चाहिँ जन्मिनुपर्छ र नयाँ भएर जिउनुपर्छ। आज किन यो गवाई मैले दिँदैछु त? जब मेरो बाबा आमाहरू मैले गुमाएँ र जुन ठाउँमा म मेरो आमा भएको ठाउँमा, मेरो आमाको आत्मा भएको ठाउँमा म गएँ, तर म विपनामा म जुन सपना भनिन्छ हाम्रो आत्मा चाहिँ संसार दौडिरहेको हुन्छ। अनि परमेश्वरमा किनकि प्रभु आज किन यो ठाउँमा त्यो बेला चाहिँ मेरो गल्ती छ कि मैले गवाई पुर्याउन सकिनँ। जब मेरो आमाको मृत्युपछि म पुगेँ, म 1 साल पागल भएँ। फेरि म पुग्दा पनि मेरो बाबाले ग्रहण गर्दा पनि मैले बचाउन सकिनँ। मेरो बाबा मर्दा पनि म मृत्युको मुखमा पुगेको थिएँ। तर दाजुभाइ दिदीबहिनीहरू, मैले पछुताएको जस्तो तिमीहरूले पछुताउनु नपरोस्। किनकि जब पछि पछुताउनु भन्दा पहिले पछुताएर परमेश्वरलाई धन्यवाद देऊ, घोडा टेका, उहाँमा विश्वास गर, उहाँमा जीवन अर्पिदेऊ। उहाँले जे गर्नुहुन्छ उहाँ नै हुनुहुन्छ। किनकि हामी यो संसारमा चाहिँ के गर्छौँ त? हामी जब म पनि हिन्दूमा जन्मे, तर म हिन्दूमा हुर्के, बीचमा गएर म परमेश्वरमा जन्मे। परमेश्वरमा जन्मिँदाखेरिमा चाहिँ मैले किनकि म हिन्दू हुँदाखेरि पनि म मान्दिनँ थिएँ यो ढुङ्गाले हामीलाई के दिन्छ। हामी बसेर उनीहरूले ढुङ्गा गरिराखेर ठोक्छौँ, शैतानलाई हामीले चाहिँ बल दिन्छौँ।
किनकि त्यो ढुङ्गाले चिन्ता फिक्री र पीर अशान्ति भन्दा केही पनि दिन सक्दैन, मृत्यु भन्दा केही दिन सक्दैन। तर हाम्रो परमेश्वर त एउटा बोल्ने सदाकारी परमेश्वर हुनुहुन्छ। उहाँले त हामीलाई जीवन दिनुहुन्छ, किनकि उहाँले चाहिँ हामीलाई मुक्ति र शान्ति दिनुहुन्छ। उहाँमाथि विश्वास गर्नेहरू कोही पनि नाश हुने छैन, उसले आनन्दको जीवन पाउनेछ। त्यही भएर आज जति नसुनेकाहरूले पनि सुन्नुहोस् आज यो जीवनमा चाहिँ, किनकि आज कस्तो जीवनमा भएर आए तर मैले पुरा यो खोलेको छुइनँ। आउने दिन आउने समय परमेश्वरको जुन उपस्थिति अगुवाई भएछ भने त्यो गवाई पनि मैले दिनेछु। अनि आज तपाईँहरूले पनि जतिले सुन्नुहुन्छ र जतिले बुझ्नुहुन्छ, किनकि परमेश्वरमा चाहिँ हाम्रो जीवन छ। यो दुनियाँले जति धन सम्पत्ति जोडे पनि हाम्रो दुनियाँमा केही पनि हामी लान सक्दैनौँ। हामी जस्तो उहाँले सृष्टि गर्नुभयो हामी त्यस्तै जानेछौँ। हामी शरीरको वस्त्र पनि हामीले चाहिँ त्यो जाने बेलामा लाउन सक्ने छैनौँ। त्यही भएर हजुरहरूले बुझ्नुहोस् र हजुरहरूले त्यो वचन पढ्नेहरूले पढ्नुहोस्, किनकि आज त्यो वचनमा पनि लेखेको होला, जुन मेरो पछि हिँड्ने मैले कहिले पनि अन्धकारमा हिँड्डुल गर्न दिने छुइनँ र मैले उज्यालो ज्योतिमा डोर्याउनेछु भन्नुभएको छ। परमेश्वर चाहिँ किनकि संसारमा ज्योति हुनुहुन्छ र संसारलाई जीवन दिने परमेश्वर पवित्र आत्मा हुनुहुन्छ र परमेश्वरलाई धन्यवाद। अनि आज जति पनि सुन्नेहरूले आज मेरो नेपालमा आज म त यता र उता म बीचको जालमा छु र अनि जति पनि मेरो घर परिवारमा शैतानले परीक्षा लिइरहेको छ त्यसको निम्ति हजुरहरूले प्रार्थना गरिदिनुहोस्। अनि त्यो मण्डली परिवारको निम्ति तपाईँहरूले प्रार्थना गरिदिनुहोस्, त्यो कमजोर हुन नसकोस्। अनि फेरि पनि आज किनकि त्यो ठाउँमा चाहिँ उनीहरूले पर्खिरहेका छन् कि जहिले कुमारी आउँछ त्यहिले पनि हामीले फेरि प्रार्थना गर्न लगाएर गराउँ गर्ने छौँ भनेर दुईजना तयार हुनुभएको छ अरे मैले सुनेको छु। तर त्यो त मलाई पुकार्दैनन्, किनकि मेरो त एउटा शरीर मात्रै तयार हुने हो। तर परमेश्वरलाई उहाँले खोजिरहनु भएको छ, परमेश्वरको उपस्थिति हुन सकोस् त्यसको निम्ति प्रार्थना गरिदिनु। हालेलुया, परमेश्वरलाई धन्यवाद भएकोस्। अनि म यतिमै टुङ्गाउन चाहन्छु मैले छोटो गबहरू भनेकामा, अनि हजुरहरूले सुनिदिनुहोस् र यसमा जुन मैले केही बुझाउन सकिनँ भने पनि हजुरहरूले फेरि त्यसमा निकास गर्नुभएको होस्। धन्यवाद र परमेश्वरको नाउँमा सबैलाई अब म छुट्टिन्छु। परमेश्वरलाई धन्यवाद र सबैलाई जय मसीह। चलो प्रार्थना गरौँ। धन्यवाद छ पिता, धन्यवाद छ पवित्र आत्मा, तपाईँ स्वर्ग र पृथ्वीमा विराजमानमा बस्नुहुने पिता। आज किनकि पिता आज तपाईँ परमेश्वरले सुन्दर समय दिनुभयो यसको निम्ति धन्यवाद चढाउँछु। अनि पिता आज मैले जुन गवाई जाने नजाने यो गवाईहरू दिइरहेको छु पिता, आज सुन्नेहरूको हृदयमा पनि प्रभु तपाईँ ढाल भन्नुहोस्। कुनै कष्टमा होलान्, कुनै अशान्तिमा होलान्, कुनै रोगले सताएको होला बाबा, अनि त्यो रोगहरूलाई पनि तपाईँले छुटकारा दिनुहोस्। तपाईँलाई चिन्न नसक्नेहरूले चिन्न सकुन् र बुझ्न नसक्नेहरूले बुझ्न सकुन्। र पिता परमेश्वर प्रभु त्यो छोराछोरीहरूको हृदयमा तपाईँले काम गर्नुहोस् र उनीहरूको कुनै बाधा र बन्धनहरूसँग तपाईँ परमेश्वरले तोड्नु भएको होस्। र पिता तपाईँले जुन जति पनि अनविश्वासीहरूले सुन्नेछन् अनि आज उनीहरूले साँच्चै यो संसार के हो भनेर प्रभु तपाईँलाई खोज्न सकुन्। र पिता म तपाईँलाई धन्यवाद चढाउँछु। अनि पिता यो सुन्दर समय दिनुभएको लागि पनि म धन्यवाद चढाउँछु बाबा। अनि पिता जति पनि तपाईँको आज मेरो इच्छा त मैले केही गर्न सक्दिनँ प्रभु, आज तपाईँको इच्छा जे जति यो संसारमा पुरा भएको होस् पिता म तपाईँलाई धन्यवाद दिँदै अनि यो छोटो गवाईहरू सम्पूर्ण म तपाईँको हातमा राख्दै यो बिन्ती र प्रार्थना चढाउँछु पवित्र येशू।